सन् 2025 मा युरोपभरि औसत कमाइमा तीव्र भिन्नता देखिएको छ। युरोपमा सबभन्दा धेरै र सबभन्दा कम तलब दिने देशहरू बीचको खाडल अझै पनि गहिरो छ। कुन देशहरूले सबभन्दा बढी तलब दिन्छन् र कुन देशहरूले सबभन्दा कम ज्याला दिन्छन् युरोपको, आज म त्यसबारे चर्चा गर्न गइरहेको छु। ओसिडीको कर ज्याला 2026 को प्रतिवेदन अनुसार वार्षिक कुल औसत ज्याला टर्कीमा 18,590 युरोदेखि स्विजरल्यान्डमा 1,07,487 युरोसम्म छ, जसमध्ये आज म 27 वटा युरोपेली देशहरूको कुरा गर्नेछु। स्विजरल्यान्ड एकमात्र त्यस्तो देश हो जहाँ कुल औसत ज्याला 1 लाख भन्दा बढी छ। आइसल्यान्ड 85,950 युरोका साथ दोस्रो स्थानमा छ। लक्जमबर्ग 77,844 का साथ ईयूमा शीर्ष स्थानमा छ भने समग्रमा तेस्रो स्थानमा छ। डेनमार्क 71,961 र नेदरल्यान्ड्स 69,028 युरो सहित शीर्ष 5 मा पर्छन्। 68,420 का साथ नर्वे पनि पछि छ। युरोपका 5 ठूला अर्थतन्त्रहरूमध्ये जर्मनी 66,700 युरोसँग अग्रणी छ भने बेलायत 65,340 युरोसँग नजिक छ। फ्रान्समा 45,964, इटालीमा 36,594 र स्पेनमा समग्र 32,678 युरो रहेको छ। जर्मनी र बेलायतमा औसत ज्याला स्पेनको भन्दा दोब्बर बढी छ। अस्ट्रिया 63,054, बेल्जियम 62,348, आइसल्यान्ड 60,258, फिनल्यान्ड 55,462 र स्विडेन 50,338 यी दुई समूहहरू बीच पर्छन्, सबै 50,000 भन्दा माथि युरो रहेका देशहरूमा। 9 ईयूका देशहरू जसले चाहिँ 30,000 भन्दा कम ज्याला दिन्छन्। स्लोभाकियामा ईयूमा सबभन्दा कम वार्षिक ज्याला 19,590 युरो रहेको छ। सूचीमा रहेका 22 ईयू देशहरूमध्ये 9 देशहरू 30,000 युरो भन्दा कम ज्याला दिन्छन्। हंगेरी 21,257, लाटभिया 21,321, चेक 23,685, पोर्चुगल 24,454 र पोल्यान्ड 24,490 सबै 25,000 भन्दा कम ज्याला दिन्छन् यीहरूले। इस्टोनिया 25,603, ग्रिस 26,563 र लिथुनिया 28,474 युरो ज्याला दिन्छन्।